म चाहिँ अस्मिता नेपाल साइन ब्युटी सलुन एन्ड मेकअप स्टुडियोको के भन्छ अनर भन्छ, तर म चाहिँ सानी छु। धेरैजनाले चाहिँ मलाई अनर भन्नुहुन्न, खासमा म बहिनीहरूसँगै हल्का फुल्का काम गरेर हुन्छ नि, कसैले नि मलाई अनर भन्दैन है, तर म चाहिँ यहाँको अनर हो। हजुरले रिमोडलर्स नेपालसँग चाहिँ कसरी कन्ट्याक्ट गर्नुभयो र के अपेक्षा लिएर चाहिँ कन्ट्याक्ट गर्नुभएको थियो? खासमा मैले पहिला चाहिँ उता कौशलटारमा पार्लर खोलेको थिएँ, त्यो चाहिँ सोचेको जस्तो डेकोरेसन भएको थिएन, अनि मलाई स्पेस पनि कम भएको भएर चाहिँ म यता लोकन्थली सिफ्ट भएँ। अनि त्यसपछि मैले रिमोडलर्स नेपाललाई चाहिँ टिकटकको थ्रुबाट चिनेको, अनि त्यसमा नम्बर भेटेँ, अनि उहाँहरूको कामहरू सर्च गरेर हेरेँ, अनि त्यसपछि मन पर्यो, अनि त्यसपछि उहाँहरूलाई मैले कन्ट्याक्ट गरेको थिएँ। हजुरले कन्ट्याक्ट गर्नु भएपछि चाहिँ कम्युनिकेसन र कोअर्डिनेसन हाम्रो टिमसँग कस्तो रह्यो त? त्यो त ठिकै राम्रो हुनुहुन्थ्यो सबैजना। अनि म खासमा दिनमा एकचोटि बिहान या त बेलुका भिजिट गर्न आइरहेको थिएँ। कामहरू एकदमै राम्रो लागिरहेको थियो मलाई। हजुरलाई रिमोडलर्स नेपालबाट दिएको डिजाइन र अहिले आउटकममा केही फरक देख्नु भएको छ? त्यस्तो धेरै फरक त छैन, तर मैले चाहिँ हल्का फुल्का त्यसमा अलिकति चेन्ज ल्याएको थिएँ। उहाँहरूको चाहिँ एकदमै राम्रो, फिनिसिङ पनि राम्रो, अनि त्यसपछि कामहरू पनि एकदमै राम्रो। अनि मैले चाहिँ एउटा दुईटा चाहिँ चेन्जेस मैले ल्याएँ, तर एकदमै राम्रो। मैले जस्तो सोचेको थिएँ, उहाँहरूले डिजाइन दिनुभएको जस्तो थियो त्यस्तै नै भएको छ। रिमोडलर्स नेपालबाट हजुरले हजुरको कन्स्ट्रक्सन यो फेज जुन छ हजुरले आफ्नो टाइममै पाउनु भयो कि केही कुरामा डिले भयो होला त? त्यस्तो धेरै त भएको छैन, तर मैले चाहिँ मान्छेहरूले डेकोरेसन गर्दाखेरि अरू ठाउँमा पार्लरमा चाहिँ 3-4 महिना लगाइदिने, 2-3 महिना गरिदिने, तर त्यस्तो साह्रो चाहिँ भएको छैन। जस्तो कि उहाँहरूले 1 महिनाको डेट दिनुभएको थियो र मैले 1 महिनामै चाबी लिएको थिएँ। एकदमै खुसी लागेको छ। अनि हजुरलाई ह्यान्डओभर भएपछि हजुरको आउने कस्टमर फ्यामिलीहरूको फिडब्याक के छ होला त हाम्रो यो स्टोरमा? एकदमै राम्रो छ। मेरो उता मम्मी बुवाले त यस्तो खुसी भइरहनु भएको थियो, अनि यहाँ आउने क्लाइन्टहरू जस्तै मेरो रेगुलर क्लाइन्टहरू पनि एकदमै खुसी हुनुभएको छ। पहिला चाहिँ स्पेस कम हुन्थ्यो, अनि त्यसपछि सर्भिस लिन पनि गाह्रो हुन्थ्यो, उहाँहरूलाई बस्ने ठाउँ पनि म्यानेज गर्न एकदमै गाह्रो हुन्थ्यो। अहिले चाहिँ यस्तो खुल्ला भएको छ, एकदमै रमाइलो भएर चाहिँ यहाँ आउन मन लाग्छ क्या, खालि यहीँ बस्नु, रुम त जानै मन लाग्दैन, खालि यहीँ बस्नु मन लाग्छ। जस्तो एक्साइटेड। हजुरले रिमोडलर्स नेपाललाई रेटिङ दिनु हुँदाखेरि कति स्टार दिनुहुन्छ त? मैले चाहिँ दिइसकेको छु, खासमा भन्नुपर्दा 5 स्टारै दिएँ, अनि एकदमै राम्रो लाग्यो। मैले राम्रो अनेस्ट रिभ्यू दिएको छु, हेर्नु होला हजुरहरू, अनि हजुरहरूलाई पनि कस्तो लाग्छ रिभ्यू दिनु होला। लास्टमा हजुरलाई रिमोडलर्स नेपाललाई केही सजेसन अरू केही दिन चाहनुहुन्छ? सजेसन त खासै दिन चाहन्न, म भन्दा उहाँहरू नै एकदम ट्यालेन्ट हुनुहुन्छ, अनि काम पनि एकदमै राम्रो छ उहाँहरूको, अनि उहाँहरूको स्टाफहरू अब स्टाफ नै त हो नि होइन, अनि उहाँहरूको काम पनि एकदमै राम्रो छ। हजुरहरू पनि केही गर्न चाहनुहुन्छ, पार्लर डेकोरेसन गर्नुहुन्छ, घर डेकोरेसन गर्नुहुन्छ, जे पनि हजुरलाई डेकोरेसन गर्न पर्छ भने चाहिँ रिमोडलर्स नेपाललाई सम्झिनु होला। धन्यवाद। ओके, ओभरअलमा हजुरलाई एकदम धेरै कङ्ग्रेचुलेसन्स यता खोल्नु भएको छ। आगामी दिनहरूमा पनि हजुरले यसरी नै ब्रान्च खोल्दै जानुहुन्छ भन्ने हाम्रो एकदम ठुलो अपेक्षा छ। थ्याङ्क यू सो मच फर बिङ विथ रिमोडलर्सको फ्यामिलीमा। थ्याङ्क यू सो मच। म अब अरू ब्रान्च खोल्न पर्यो भने पनि उहाँहरूलाई सम्झिनेछु, घर बनाउन पर्यो भने पनि उहाँहरूलाई सम्झिनेछु। अब काम त धेरै हुन्छ नि होइन, एकचोटिलाई मात्र होइन। अब काम भनेको एकचोटि सम्बन्ध जोडिसकेपछि चाहिँ पछिसम्मलाई होस् भन्ने मेरो चाहना हो है, यो चाहिँ।